यो चाहिँ मलाई थाहा भएको कारण मेरो पहिला फुपू हुनुहुन्थ्यो उहाँले गर्नुभयो अनि यहाँ है ट्रिटमेन्ट सक्सेस भन्नुभयो। त्यहाँ मेरो बहिनी पनि गर्नुभयो फुपूको छोरी ऊ पनि राम्रो भयो सक्सेस। त्यहाँदेखि मेरो ज्वाइँ छ उहाँ हुन्छ होइन उहाँ पनि सक्सेस राम्रो भयो सक्सेस भयो त। लास्टमा चाहिँ मेरो वाइफ जानकी लामा उसले गर्यो दुइटै उसको आँखाको निजै सक्सेस भयो है। अन्त मलाई पनि न त यहाँ गर्नु भन्छ मलाई पहिला चाहिँ आँट लाग्थेन त तिमीले मलाई इन्करेज गर्यो है दिपा चाहिँ इन्करेज गर्यो लेट्स बी तिमीले भेरिफाई गर्दै त्यसले म कन्फिडेन्स भएर चाहिँ मैले गरेँ। अनि त्यहाँ त अहिले धेरै राम्रो छ डक्टरले पनि हेर्नु हुँदैछ राम्रो भयो भन्दैछ होइन। मेरो चाहिँ त्यो आँखामा अलिकति धमिलो धमिलो जस्तो थियो क्या हेजी हेजी टाइपको थियो त्यो केही प्रब्लम थिएन खालि त्यो आँखाको चाहिँ होइन क्लियर हुन्थेन त। मैले त सोचेको थिएँ के हुन्छ त राम्रो भयो केही भएन कोही कुरो प्रायः नर्मलै लाग्यो जसले जति मैले डर भएको थियो त्यो भएन मतलब राम्रै हुँदोरहेछ हो। अन्त ठिकै लाग्यो राम्रो लाग्यो जो पहिला मेरो थियो नि त्यो मतलब के भन्छ त्यो हेजिनेस के भन्छ नि त्यो थियो अहिले मेरो आँखा चाहिँ अब हेरौँ पछि कस्तो अहिले चाहिँ मतलब पहिला जस्तो क्लियर छ अहिले जो पहिला मेरो नर्मल थियो नि त्यस्तै मैले क्लियर मतलब महसुस गर्दैछु।